वेलकम टु नासा सेक्युरिटिज। आजको यो ट्युटोरियलमा हामी नासा सेक्युरिटिज मार्फत कसरी सजिलै डिम्याट र ट्रेडिङ एकाउन्ट खोल्न सकिन्छ भन्ने बारे कुरा गर्दैछौँ। नासा सेक्युरिटिज एक भरपर्दो स्टक ब्रोकर हो जसले सहज र सरल सेवा दिन्छ। डिम्याट र ट्रेडिङ एकाउन्ट खोल्नाले तपाईलाई शेयर कारोबार गर्न निकै सजिलो हुन्छ। त्यसको लागि तपाईले नासा सेक्युरिटिजको अफिसियल वेबसाइट www.nasasecurities.com.np भिजिट गर्नुपर्ने हुन्छ। नासा सेक्युरिटिजको अफिसियल वेबसाइटमा पुगिसकेपछि यहाँ तपाई स्क्रिनको टप राइट कर्नरमा रहेको रजिस्टर बटनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ सोधिएको डिटेल्स फिलअप गरी रजिस्टर बटनमा क्लिक गर्नुहोस्। स्क्रिनमा यहाँ एउटा मेसेज देख्न सक्नुहुन्छ, यु नीड टु भेरिफाई योर इमेल एड्रेस टु एक्टिभेट योर एकाउन्ट। सो तपाईले आफ्नो इमेल एड्रेस भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि आफ्नो जीमेल एकाउन्ट खोल्नुहोस्। सो हामीलाई यहाँ भेरिफाई इमेल आएको रहेछ, यसलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि लिंक टु भेरिफाई योर इमेल एड्रेसमा क्लिक गर्नुहोस्। लिंकमा क्लिक गरिसकेपछि तपाईको इमेल एड्रेस भेरिफाई हुन्छ र ड्याशबोर्ड पेज खुल्छ। अब आफ्नो प्रोसेसलाई फर्दर अगाडि बढाउनलाई स्टार्ट केवाईसी नाउमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाई केवाईसी रेजिस्ट्रेसन फर्म पेजमा आइपुग्नु भयो। सुरुमा एकाउन्ट टाइप सेलेक्ट गरौँ। यदि तपाईलाई डिम्याट र ट्रेडिङ एकाउन्ट ओपन गर्नुपर्ने छ भने डिम्याट एन्ड ट्रेडिङ एकाउन्ट सेलेक्ट गर्नुहोस्। तर यदि तपाईलाई ट्रेडिङ एकाउन्ट मात्र ओपन गर्नुपर्ने छ भने ट्रेडिङ एकाउन्ट सेलेक्ट गर्नुहोस्। अझ तपाईलाई एडल्टको लागि यानी 18 वर्ष माथि उमेर भएको व्यक्तिको एकाउन्ट ओपन गर्नुपर्ने छ भने एडल्ट सेलेक्ट गर्नुहोस्। तर 18 वर्ष मुनि उमेर भएको व्यक्तिको एकाउन्ट ओपन गर्दै हुनुहुन्छ भने माइनर सेलेक्ट गर्नुहोस्। अब हामी नासा सेक्युरिटिजले एड गरेको नयाँ फिचरको बारेमा चर्चा गरौँ। हाम्रो अनलाइन केवाईसी प्रणालीमा अब ओसीआर सुविधा थपिएको छ जसले तपाईको नागरिकता र डिम्याट कन्फर्मेसनबाट विवरण स्वतः निकाल्छ। यो सुविधाले तपाईको समय बचाउँछ र फारम भर्न सजिलो बनाउँछ। ओसीआर कसरी प्रयोग गर्ने त? नागरिकता वा डिम्याट कन्फर्मेसनको क्लियर फोटो अपलोड गर्नुहोस्। ओसीआरले नाम, ठेगाना, नम्बर, जेन्डर जस्ता विवरणहरू स्वतः फारममा भर्छ। बाँकी विवरण हेरेर सम्पादन गरी सबमिट गर्नुपर्छ। यो प्रक्रिया मोबाइल वा कम्प्युटरबाट 5 मिनेटमै सकिन्छ। सो यहाँ सिटिजनशिपको फ्रन्ट पार्ट अपलोड गर्यौं भने फुल नेम, जेन्डर, डेट अफ बर्थ, सिटिजनशिप नम्बर र इस्युड प्लेस जस्ता डिटेल्सहरू तपाईको डकुमेन्टबाट स्क्यान भएको देख्न सक्नुहुन्छ। एक पटक यी डिटेल्सहरूलाई क्रस चेक गर्नुहोला। त्यसैगरी सिटिजनशिपको ब्याक पार्ट अपलोड गर्यौं भने इस्युड डेट तपाईको डकुमेन्टबाट स्क्यान गर्छ। ओसीआरले 99% सटिकता दिन्छ डिम्याट कन्फर्मेसनबाट र 70% भन्दा बढी नागरिकताबाट। यो अत्यन्त सुविधाजनक छ। घरमै बसेर बिना झन्झट केवाईसी अपडेट गर्न सकिन्छ। प्रयोगकर्ता मैत्री र समय बचाउने भएकोले लाइन बस्नु पर्दैन। तुरुन्त ट्रेडिङ सुरु गर्न सकिन्छ। ओसीआरले निकालेको विवरण सधैँ पुनः जाँच गर्नुहोस् किनकि कहिलेकाहीँ त्रुटि हुन सक्छ। गलत विवरणले फारम रिजेक्ट हुन सक्छ। त्यसैले सबमिट अघि दोहोर्याएर हेर्नुहोस्। नासा सेक्युरिटिजले यस्तो सावधानी अपनाउन अनुरोध गर्दछ। सो अब हामी प्राइमेरी इन्फर्मेसन फिलअप गर्छौं जस्तै कि अफिस ब्रान्च, फोन नम्बर र अल्टरनेटिभ फोन नम्बर। फोन नम्बरलाई भेरिफाई गर्न ओटीपी भेरिफिकेसन गर्नुपर्छ। नेक्स्टमा क्लिक गरिसकेपछि अब हामी आफ्नो पर्सनल डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ। ओसीआर फिचरले गर्दा यहाँ अधिकांश डिटेल्सहरू अलरेडी फिलअप भएको देख्न सक्नुहुन्छ जस्तै कि डेट अफ बर्थ, जेन्डर, सिटिजनशिप नम्बर, सिटिजनशिप इस्युड फ्रम, सिटिजनशिप इस्युड डेट। तपाई आफ्नो म्यारिटल स्ट्याटस सेलेक्ट गर्नुहोस् अनि एनआईडी नम्बर फिलअप गर्नुहोस्। प्यान नम्बर र पासपोर्ट नम्बर चाहिँ अप्सनल रहेका छन्। तपाईले फिलअप गरे पनि भयो, नगरे पनि भयो। तपाईले आफ्नो डिटेल्स भर्दै जाँदाखेरि यहाँ माथि न्याप बारमा कति % डिटेल भरिसक्नु भयो भन्ने कुरा पनि देख्न सक्नुहुन्छ। नेक्स्टमा क्लिक गरिसकेपछि अब यहाँ तपाईले आफ्नो फ्यामिली डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ जस्तै कि फादर्स नेम, मदर्स नेम र ग्रान्डफादर्स नेम। यति फिलअप गरिसकेपछि फेरि नेक्स्टमा क्लिक गरौँ। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईले आफ्नो एड्रेस डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ। यदि तपाईको पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस फरक छ भने त्यही अनुसार फिलअप गर्नुहोला। तर यदि तपाईको पर्मानेन्ट एड्रेस र करेन्ट एड्रेस सेम छ भने करेन्ट एड्रेस भित्र सेम एज पर्मानेन्ट अप्सनमा यसमा क्लिक गर्नुहोस्। स्क्रिनलाई स्क्रोल गरेर तलतिर जानुभयो भने तपाईले डिटेल्स भरे अनुसारको म्याप तल आउँछ अनि त्यो म्यापमा तपाईको एक्ज्याक्ट लोकेसन पिन गर्नुपर्ने हुन्छ। सो लोकेसन पिन गरिसकेपछि फेरि हामी नेक्स्टमा क्लिक गरौँ। जब तपाई आफ्नो बैंक डिटेल्स भर्न लाग्नुहुन्छ, यदि तपाई नेपालमै हुनुहुन्छ भने सामान्य रूपमा तपाईकै बैंक खाताको नाम, बैंकको विवरणहरू हाल्यो भने पुग्छ। तर यदि तपाई वैदेशिक रोजगारमा विदेशमा हुनुहुन्छ भने तपाईले आफ्नो खातालाई रेमिटेन्स एकाउन्टमा परिवर्तन गर्नुपर्छ या नयाँ रेमिटेन्स एकाउन्ट खोल्नुपर्ने हुन्छ। सो अब यहाँ हामी आफ्नो अकुपेसन, आफ्नो फाइनान्शियल डिटेल्स र इन्भल्भमेन्ट इन इन्भेस्टमेन्ट कम्पनीज इस्टाब्लिश्ड फर सेक्युरिटिज ट्रेडिङ। अब यसमा यस हो भने यसमा क्लिक गर्नुहोस्, नो हो भने नोमा क्लिक गर्नुहोस्।
यति गरिसकेपछि फेरि नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि अब हामी नोमिनी वा बेनिफिसियरी डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ। यदि तपाईलाई नोमिनी एड गर्नु छ भने यसमा क्लिक गरी नोमिनीको डिटेल्सहरू फिलअप गर्नुहोस्। यदि छैन भने नोमा क्लिक गर्नुहोस्। त्यसैगरी तपाई बेनिफिसियरी एड गर्न चाहनुहुन्छ भने यसमा क्लिक गरी त्यसको डिटेल्सहरू फिलअप गर्नुहोस्। अब हामी AML पेजमा आइपुग्यौं। AML यानी एन्टी मनी लन्ड्रिङ काउन्टरिङ द फाइनेन्सिङ अफ टेरोरिज्म डिटेल्स। सो यसभित्र सोधिएका केही प्रश्नहरूको यस वा नोमा उत्तर दिई नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि अब तपाईले आफ्नो पर्सनल डकुमेन्ट्सहरू अपलोड गर्नुपर्ने हुन्छ। तपाईलाई सिटिजनशिपको फ्रन्ट पार्ट र ब्याक पार्ट फेरि अपलोड गर्नु पर्दैन। अपलोड गर्नुपर्ने डकुमेन्टमा रहेको छ यहाँ पासपोर्ट साइज फोटो, सेल्फी विथ सिटिजनशिप, थम्ब, सिग्नेचर र NID। सो यति सबै कुरा अपलोड गरिसकेपछि सबमिटमा क्लिक गर्नुहोस्। सबमिटमा क्लिक गरिसकेपछि यस्तो एउटा डायलग बक्स देख्नुहुन्छ। सो डायलग बक्समा सोधिएको प्रश्नहरूको एन्सर दिनुहोस् यस या नोमा। त्यसपछि स्क्रोल गरी तल जानुहोस्, टर्म्स एन्ड कन्डिसन पढेर त्यहाँ टिक लगाउनुहोस्। त्यसपछि यहाँ रिफर्ड बाइमा तपाईलाई जो व्यक्तिले रिफर गर्नु भएको छ उहाँको क्लाइन्ट कोड राख्नुहोस्। यो क्लाइन्ट कोड तपाईलाई रिफर गर्ने व्यक्तिले प्रोभाइड गर्नुपर्ने हुन्छ। तपाईको क्लाइन्ट कोड के हो भन्ने कुरा थाहा पाउनलाई नासा एक्स को माई प्रोफाइल मेन्युमा गएर हेर्न सक्नुहुन्छ। सो यहाँ तपाईले रिफर गर्ने व्यक्तिको क्लाइन्ट कोड राखिसकेपछि भेरिफाईमा क्लिक गर्नुपर्छ। भेरिफाईमा क्लिक गरिसकेपछि कन्फर्मेसनको लागि यहाँ तलतिर तपाईलाई रिफर गरेको व्यक्तिको सर्ट फर्ममा नाम देखिन्छ। त्यसपछि तपाई प्रोसिड टु पेमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले आफ्नो प्याकेज सेलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ आफ्नो प्याकेज सेलेक्ट गरी कुनै पेमेन्ट मेथड छानी पेमेन्ट गर्न सक्नुहुन्छ। सो अहिलेलाई हामी ई-सेवा सेलेक्ट गर्यौं। ई-सेवा सेलेक्ट गर्ने बित्तिकै हामी एउटा नयाँ पेजमा आइपुग्यौं। यहाँ आफ्नो ई-सेवा आइडी र पासवर्ड राखी लगइनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई एउटा भेरिफिकेसन कोड आउँछ। भेरिफिकेसन कोड राखी भेरिफाईमा क्लिक गर्नुहोस्। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि पे भिया ई-सेवामा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई एउटा थ्यांक यू मेसेज आउँछ, पेमेन्ट इज कम्प्लिटेड सक्सेसफुली। अनि यहाँ ड्याशबोर्डमा क्लिक गर्नुभयो भने तपाई आफ्नो ड्याशबोर्डमा आइपुग्नुहुन्छ। ड्याशबोर्ड पेजमा तपाई यहाँ पेड भनेर देख्न सक्नुहुन्छ। सो तपाईको पैसा पे भइसकेको छ, तर डिम्याट एकाउन्ट स्ट्याटस र ट्रेडिङ एकाउन्ट स्ट्याटस चाहिँ अहिले पेन्डिङ छ। यो नासा सेक्युरिटिजबाट एप्रुभ भएपछि बल्ल यहाँ एप्रुभड भनेर अथवा भेरिफाइड भनेर देखाउँछ र यो पेन्डिङ स्ट्याटस एप्रुभ वा भेरिफाई भइसकेपछि तपाईलाई इमेल आउँछ। अब यस ट्युटोरियलको अन्तमा एउटा सानो तर महत्त्वपूर्ण जानकारी। यदि तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ भने चाहे तपाईले नासा सेक्युरिटिजमा अहिले नै डिम्याट र ट्रेडिङ एकाउन्ट खोल्नु भएको होस् या पहिले नै खोल्नु भएको होस्, एकाउन्ट खोलेपछि वा रेमिटेन्स एकाउन्टमा कन्भर्ट गरेपछि आफ्नो BOID वा डिम्याट नम्बरलाई रेमिटेन्स एकाउन्टसँग लिंक गर्नुपर्छ। लिंक गर्नलाई तपाई आफ्नो बैंक एकाउन्ट भएको बैंकलाई इमेल गरी वा अनलाइन सम्पर्क गरी गर्न सक्नुहुन्छ। यसले विदेशमा काम गरिरहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि नेपालमै कुनै पनि कम्पनीको IPO निष्कासन हुँदा 10% कोटा अन्तर्गत आवेदन दिने सुविधा मिल्छ। यसरी तपाईलाई IPO पर्ने सम्भावना पनि धेरै बढ्छ। त्यसैले घरबाट टाढा हुँदा पनि नेपालको शेयर बजारमा सजिलै लगानी गर्न सक्नुहुन्छ। धन्यवाद।